हेलो गाइज, स्वागत छ। आज हामी सुर्खेत देउती बजाई दर्शन गर्न जान लाग्यो। हामी दाइ म भतिज हामी चाहिँ अब देउती बजाईको मन्दिरको बाहिर पुग्यौँ। र यहाँ चाहिँ हामीले चाहिँ सामान चाहिँ किन्न लागिसक्यो पूजाको। यहाँ चाहिँ अब त्यो चाहिँ के भन्छ टोकरी समात्यौँ। अब हामी चाहिँ त्यहाँबाट चाहिँ अब भित्र गयौँ। अब त्यो मन्दिरमा गेट प्रवेश गरेर भित्र नै गइसक्यौँ। अब हामी यसरी र हामी भित्रै गइसक्यौँ हातमा टोकरी समातेर। यताउता चाहिँ हेरिरहेछौँ हामीले, किनकि हामी चाहिँ पहिलोपटक गएको हामी, त्यो भएर चाहिँ अब कसरी गर्ने भनेर हामी सोचिरहेछौँ। हामी एक आपसमा कुरा गर्दै हिँडिरहेछौँ। गाइज यसरी चाहिँ लाइन लाग्नुपर्ने रहेछ। अब हामी पनि अब चाहिँ एकछिनपछि लाइनमा चाहिँ लाग्छौँ हामी। यो चाहिँ यताउता यस्तो रहेछ देउती बजाई मन्दिरमा। हामी चाहिँ अब त्यहाँ चाहिँ लाइनमा लागिसक्यौँ। अब चाहिँ हामी चाहिँ अब त्यहाँ भित्र गएर चाहिँ अब चाहिँ पूजा चाहिँ गर्न लाग्छौँ। अब गरिरहेछौँ पूजा। हामीले 3 जना जानुपर्ने रहेछ। 3 जनाहरूले गएर चाहिँ पूजा गर्नु पर्दो रहेछ। गरिरहेछौँ यसरी चाहिँ सँगसँगै 3 जनाले सँगै गर्नुपर्ने रहेछ। अब चाहिँ अगरबत्ती बालेर चाहिँ बाहिर आउनु लागिसक्यौँ हामी। अब चाहिँ हामी त्यहाँबाट चाहिँ बाहिर आयौँ। अब चाहिँ त्यहाँ चाहिँ अब हामी चाहिँ बाहिर आयौँ र एउटा अर्को साथी पनि थिए र अर्को साथी पनि फेरि चाहिँ त्यहीँ पूजा गर्न गए। अर्को साथीले पनि त्यहीँ पूजा गरिरहेको छन्। अब चाहिँ अब हामी चाहिँ अब बाहिर आएर चाहिँ अब हामी चाहिँ 3 जना चाहिँ अब हामी फेरि अब चाहिँ के भन्छ अब त शिवजीको मन्दिरभित्र चाहिँ हामी पूजा गर्न गयौँ हामी। यसरी चाहिँ अगरबत्ती पाएर चाहिँ त्यहाँ चाहिँ जानु पर्दो रहेछ। अब चाहिँ त्यहाँ चाहिँ अलि चाहिँ पूजाहरू चाहिँ देखाउनु चाहिँ सकिएन। उता चाहिँ आन्टीसँग चाहिँ हामीले टिका लगाइमाग्यौँ हामीले। टिका राखेर त्यहाँ चाहिँ पैसा चाहिँ चढाउनु पर्दो रहेछ। त्यहाँ पैसा चढाएर यता चाहिँ आयौँ हामी। अब बाहिर अगरबत्ती राख्नुपर्ने ठाउँमा चाहिँ अगरबत्ती राख्यौँ। पानी पनि परिरहेछ अब। यसरी चाहिँ त्यहाँ चाहिँ के भन्छ ध्वजा चाहिँ चढाउने रहेछ। ध्वजा चढायौँ। अब यसरी चाहिँ ध्वजा चढाएर नरिवललाई चाहिँ त्यहाँ फुटालेर चाहिँ चढाउनु पर्ने रहेछ। म चाहिँ फुटाल्छु यसरी ढुङ्गामा हालेर। म चाहिँ फुटाले अब चाहिँ त्यहाँ चाहिँ चढाउँछु। आधा यता ल्याउने र आधा चाहिँ त्यहाँ चाहिँ चढाउनु पर्ने रहेछ। हामीले चाहिँ त्यहाँ चाहिँ पुरै चढाइदियौँ हामीले। बारिसमा चाहिँ एकदम भिजेर चाहिँ अब यताउता हिँड्न पनि कस्तो लागिरहेछ। चिप्लिएर लडिन्छ कि भनेर पनि लागिरहेछ। अब चाहिँ हामी चाहिँ त्यहाँबाट चाहिँ बाहिर निस्क्यौँ पूजा गरेर सकेर त्यहाँ चाहिँ बाहिर आयौँ हामी। चाहिँ त्यो चाहिँ अघि चाहिँ सामान चाहिँ जहाँ किनेको त्यहाँ चाहिँ टोकरी चाहिँ बुझाउनु पर्दो रहेछ। अन्त त्यहाँ चाहिँ टोकरी बुझाएर अब चाहिँ हामीले चाहिँ पैसा चाहिँ लेनदेन चाहिँ गऱ्यौँ हामीले। उता चाहिँ पैसा दिएर बाँकी चाहिँ यता फिर्ता गर्दै हुनुहुन्छ आन्टीले। फिर्ता चाहिँ दिनुभयो र अब हामी चाहिँ त्यहाँबाट चाहिँ अब चाहिँ हामी 4 जना अटोमा बसेर चाहिँ हामी त्यहाँबाट हिँड्यौँ हामी चाहिँ फिर्ता भयो। ल साथी, आजको भ्लग चाहिँ यति नै। थ्याङ्क यू।